Hello once again. Welcome back to my channel. Again है अघिको क्यान स्कर्टसँगै मैले मगाएको थिएँ मेरो यो फ्लिपकार्टबाट चाहिँ हेयरब्यान्ड वेडिङको लागि चाहिँ नट वेडिङ मेरो दिदीको वेडिङको लागि चाहिँ मैले मगाएको थिएँ अनि मैले खोलिसकेको नै थिएँ अनि तपाईँहरूलाई देखाउँदैछु कम्बो प्याकको त्यसमा चाहिँ कतिमा भने 165 मा तीनटा यो छ तपाईँलाई लगाएर देखाउँछु फर्स्ट वान इज दिस पर्ल खालके आई डोन्ट नो सुहाउँछ कि सुहाउँदैन बट ल स्टाइल गर्दा ट्राई गर्दा के जान्छ होइन ट्राई गरेर हेर्नुपर्छ राम्रो देख्नु लाउनुपर्छ राम्रो लाउनु हुँदैन बट अरू कुरामा मात्रै लाउनु सक्छ लाइक कस्तो मजाको लाग्यो मैले एउटा हेयरस्टाइल चाहिँ सोचेको छु भयो भने भयो भएन भने नो प्रेसर बट केही छैन त्यो प्रेसर त्यही सोचाइले गर्दाखेरि यति राम्रो फेरि कस्तो रहेछ भन्दाखेरि मलाई हेयर ब्यान्डहरू चाहिँ सरी अलिकति मनपर्छ मलाई लाउनु बट अलिकति ट्याप्पै हुन्छ नि यहाँ पेन भएको जस्तो हुन्छ बट यो कति हल्का रहेछ क्या यस्तो लाउँदाखेरि त्यस्तो पेनफुल मलाई भएन हेर्नुहोस् बटरफ्लाईवाला दिस वान एन्ड लाइक अर्को चाहिँ फ्लावर छ जो पर्लले उयो भएको छ प्रिन्सेसवाला फिल होइन सो या यो कम्बो प्याकमा हो 165 मा फ्लिपकार्टमा अहिले मिसोमा पनि तपाईँले पाउन सक्नुहुन्छ नपाउने जग्गा कहाँ नै छ र होइन सो तपाईँले पनि किन्न सक्नुहुन्छ यस गाइज गो फर इट यस या